टच्चो खान जान टच्चो पकाएर जान आँटेको हाम्रो इलाकामा प्रतिका जाम छिटो प्रति छिटो जाम न ढिलो भइसक्यो हौ गाइस प्रतिको उयो गर्दैछ अब म आफ्नो जग्गामा जान्छु गाइस म जाँदैछु अब आफ्नो जग्गामा सामान ओछ्याउने लगेर उतै खाने हो गाइस जाँदैछु अब आफ्नो इलाकामा प्रतिकै पछाडि आउँदै होला आज हामी दुईजना मात्रै छौँ खाने अनि समीप पनि उता गएको छ सबैजना उता गएको छ हेर्नु गाइस सबैजना उता गएको छ हाम्रो इलाकामा आयौँ गाइस अब यहीँ हामी खान्छौँ पकाएर हेर्नु गाइस यहाँ चुल्हा पनि छ अब हेर्नु गाइस यो गाइस यहाँ ओछ्याउनु पर्छ गाइस अब यस्तै पारा हो गाइस अब यस्तै पारा अब के गर्नु हो हामी यहाँ ओछ्याएर खाना आँटेको अब ल गाइस देख्दै हुन्छ गाइस सबैले देख्दै हुनुहुन्छ होला यो गाइस जङ्गल हो जङ्गल गाइस अब हामी उयो खान आँटेको सबैले भ्लग च्यानललाई एड गरिदिनुहोस् अनि गाइस म गाइस यहाँ गाइस प्रतिको नै आइपुग्यो अब हामी खाना आँटेको म हात धोएर आइहाल्छु गाइस म हात धुन गएको गाइस अब म हात धोएर आउँछु गाइस फेरि गएँ फेरि हात धुन जाँदैछु म हात फोहोर भइहाल्यो उयो गर्दा अब गाइस अलिक भिडियो लामो हुनेछ यहाँ हाम्रो मुमा आउनु छ गाइस हाम्रो यहाँ मुमा हुनुहुन्छ हजुर म हात हेर्नु गाइस उयो गर्दैछु ए मेरोमा छैन गाइस अब हामी जाँदैछौँ गाइस अब यहाँ हामी जाँदैछौँ मेरो पैसा छैन हौ मेरो सक ए आउनु पऱ्यो नि गर्नु हेर्नु गाइस यहाँ सानो फुपाई ओ हामी जाँदैछौँ यहाँ हामी आफ्नो इलाकामा जाँदैछौँ गाइस यहाँ प्रतिको पुगिसक्यो अब के गर्नु पर्यो यस्तो हम जाँदैछु गाइस चच्चो पकाएर के कहाँ के पुगेन लिएर आइज न पानी म हेर्दै गर्छु यहाँ हेर्दै गर्छु नि त म अनि फोहोर बस्छ हेर गाइस अब आगो बाल्न आँटेको सबले हेरिदिनु सक्नुहुन्छ यहाँ अब के गर्नु छ यहाँ थोरै म भक्चन भनेको गाइस अब आगो बाल्न आँटेको अब हाम्रो चुल्हा हान्कै यो मान्छेले के गर्छ गाइस अब यहाँ आगो बाल्न आँटेको भिडियो अलि लामो हुनेछ हेर्नु गाइस हेर्नु गाइस यो हाम्रो खानेकुराहरू पकाउन आँटेको यहाँ हाम्रो मुमा फेरि आइपुग्नु भयो गाइस ब्लग भनेको हो यो प्रतीकले हो नि हौ यो प्रतीक अलि माथि लिएछ गाइस यहाँ उयो गर्नुहुन्छ अब हाम्रो यहाँ हेर्नु गाइस जङ्गल फेरि देखाउने छु गाइस घाम त अलि टिलिक्क टगिरहेको छ हेर्नु गाइस अब गाइस म उता यति डुलेर आइहाल्छु यति म तपाईँहरूलाई देखाइदिन्छु हाम्रो उतापट्टिको कस्तो छ नजारा गाइस अब हामी यतातिर जाँदैछौँ अब गाइस हेर्नु सक्दै हुनुहुन्छ हाम्रो जङ्गल हो जङ्गल धेरै उयो लामो छ अब हेर्नु गाइस यो समीको दोकान छ अब यहाँ जङ्गल हेर्नु गाइस कति धेरै छ है हाम्रो गाइस बाटो पनि कस्तो अप्ठ्यारो छ गाइस
अनि गाइस अब म फेरि जान आँटेको छु फेरि गाइस म गएँ अनि गाइस तपाईँहरूलाई पुरा देखाउन सकिनँ अब भोलि भन्न आएको देखाउँछु धेरै लङ भिडियो पनि धेरै लङ सर्ट भिडियो बनेको छ लङ भिडियो बनाएको छु अझै गाइस हेरिदिनुहोस् हेर्नु गाइस यहाँ मुखमा कराई कराई हुन्छ कहाँ गाइस यहाँ लाइटर त नि हराइसक्यो कहाँ गयो लाइटर ला हराएछ मुखमा मर्छास मात्र अहिले ला ओइ लाइटर कता गयो ओइ कहाँ गयो प्रतिके यहाँ रहेछ मुखमा लाउनु तैँले पुटाइ होइन कहाँ गयो प्रतीकलाई खोजेर आउँछु प्रतीक कहाँ गयो प्रतीक प्रतीक कहाँ गयो अनि गाइस यहाँ प्रतीक हरायो म प्रतीकलाई खोज्नु जाँदैछु प्रतीक कहाँ हराइसक्यो प्रतीक आफ्नै चालमा छ कल पेल्दै पानी पेल्दै बसिरहेछ हेर्नु गाइस यहाँ कलमा छ प्रतीकलाई म भेट्न आउँछु प्रतीक छिटो गर्नु न हौ हेर्नु गाइस अब म हाइबुसामा जान आँटेको मेरो हाइबुसामा हेर्नु गाइस कस्तो दामी हाइबुसा छ सबले हेरिदिनुहोस् गाइस मेरो हाइबुसा निस्किँदैछ है गाइस अयो मेरो हाइबुसा निस्किँदैन त हेर्नु गाइस यहाँ हाइबुसा निस्क्यो गाइस अयो यहाँ हाइबुसा निस्क्यो हाइबुसा हेर्नु गाइस हाइबुसा निस्क्यो अब हेर्नु गाइस हाइबुसामा जाँदैछु अब सबैले हेरिदिनु सक्नुहुन्छ ओइ हेलो गाइस अब यहाँ म जाँदैछु अब उतातिर गाइस अब हाम्रो इलाकामा जान आँटेको यो भिडियो अलिक लङ भएछ 7 घन्टा गयो गाइस